म अलिकति रिक्वेस्ट गर्छु ल, एक शब्द पनि नबोलिदिनुहोस् न कोही पनि है त, हुन्छ कि गफ गर्न मन लाग्यो भने बाहिर गएर यसो गफ गरौँ, टिकटक सिकटक पनि बनाउँदा हुन्छ एक दुईवटा है। ओके, यसरी चाहिँ बिजनेसको यो एउटा फर्मुला छ। यो बिजनेस कुनै पनि बिजनेसलाई स्टार्ट गरिसकेपछि पहिला नोक्सान भएर बल्ल त्यसले पिकअप लिन्छ, अनि तपाईँको यो ठाउँबाट जब माथि उठ्छ, माथि उठिसकेपछि हजुरको बिजनेस सधैँभरिको लागि पर्फेक्ट हुन्छ। यो फिगरले के भन्छ भने यदि अहिले स्टार्टिङमा केही समयको लागि लस हुँदैछ भने यसलाई क्विट नगर्नुहोस् होइन, यसबाट हजुरले अनुभव बटुल्दै हुनुहुन्छ होइन, त्यो अनुभवलाई नै प्रयोग गरेर पछि हजुरले यसलाई चाहिँ टप लेभलमा लान सक्नुहुन्छ भन्न खोजेको थियो। म अगाडि बढ्न चाहन्छु। बेचबिखन एक महान पेसा हो, यसले ग्राहकहरूको आवश्यकतालाई पूर्ति गर्छ भने यसको बारेमा सोचौँ। बेचबिखन गर्ने, बेच्नु चाहिँ हामीलाई नाफा हुन्छ, फाइदा हुन्छ भनेर मात्रै बेच्ने होइन कि यसले के गर्छ भने कसैको आवश्यकतालाई हामीले फुलफिल गरिरहेको छौँ होइन। हजुरले पसल राख्नु भएको छ, वरिपरि 50-100 वटा घरहरू छन्, त्यहाँ थुप्रै मान्छेहरू बस्नुहुन्छ, उहाँलाई दाल चाहिन्छ, चामल चाहिन्छ, चिनी चाहिन्छ, पानी चाहिन्छ, ग्यास चाहिन्छ, धेरै कुराहरू चाहिन्छ होइन। त्यसमाथि पनि हजुरले गर्नुभएको बिजनेस त खानेकुरा सम्बन्धीको छ है। लगाउनको लागि बरु 2 दिन पछि सपिङ गर्दा पनि हुन्छ, खानेकुरा त त्यति बेलै चाहिन्छ, त्यति बेला खाएन भने मान्छे त बिरामी पर्छ हो कि। हजुरले त्यहाँ पसल राख्नु भएको छ अनि त्यहाँबाट हजुरले सप्लाई गरिदिनु भएको छ, उहाँहरूको घर घरमा पुर्याइदिनु भएको छ, अप्ठ्यारो पर्दाखेरि आज पैसा छैन भरे दिन्छु नि है भन्दा पनि हस् भनिदिनु भएको छ। द्याट मिन्स यसको मतलब के हो भने तपाईँले ग्राहकको आवश्यकतालाई पुरा गर्दै हुनुहुन्छ होइन, नट ओन्ली मार्जिन है। हजुरले उहाँको आवश्यकतालाई पुरा गर्दै हुनुहुन्छ, त्यो कारणले गर्दा तपाईँले जुन काम गर्दै हुनुहुन्छ त्यो काम एकदमै पर्फेक्ट छ भनेर बुझ्नुपर्छ। डाक्टरले बिरामीलाई निको पार्छ भने इन्जिनियरले मेसिन मर्मत गर्छ र वस्तुकारले घर बनाउँछ भने विक्रेताले के गर्छ, खरिदकर्ताको आवश्यकतालाई पूर्ति गर्छ होइन। उहाँलाई आवश्यकता थियो, उहाँको घरमा गेस्ट आउनु भएको थियो, अब चिया खुवाउनको लागि दुध थिएन, हजुरले दुध राखिदिनु भएको थियो अनि दुध लिन आउनुभयो, हजुरले दिनुभयो। द्याट मिन्स के भयो, उहाँको आवश्यकतालाई हजुरले के गर्नुभयो, फुलफिल गर्नुभयो। ओके, ठिक छ, मसँग हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ, मजा आइरहेको छ, एकपटक ताली बजाउँ त। ओके, त्यसै गरेर आफूलाई बिक्री गर्न सक्नु जीवनको महत्त्वपूर्ण कला हो, यो सबैको जीवनमा उत्तिकै लागू हुन्छ होइन। यहाँ यसलाई बुझौँ हामी, आफूलाई बिक्री गर्न सक्नु भनेको के हो त, मलाई बेच्ने हो त, त्यसरी होइन। म हजुरलाई बुझाउँछु। आफूलाई बिक्री गर्न सक्नु भनेको चाहिँ हजुरले बोलेका कुराहरू अर्को मान्छेलाई राम्रो लाग्नु होइन, हजुरले भनेका कुराहरू अर्को मान्छेलाई चित्त बुझ्नु, हजुरले बताएका विषयहरू हजुरको कस्टमरलाई एकदमै राम्रो लाग्नु होइन। त्यो चाहिँ भनेको समग्रमा भन्नुपर्दा हरेक मान्छेहरूलाई हजुर चाहिँ राम्रो लाग्नु होइन, हजुरलाई चाहिँ उहाँहरूले स्वीकार गर्नु, यसलाई चाहिँ आफूलाई बेच्ने भनिन्छ होइन। अब त्यसको लागि हजुर चाहिँ पर्फेक्ट हुनुपर्छ, यतिकै मान्छेले स्वीकार्दैन नि हजुरलाई, यतिकै हजुरलाई किन स्वीकार्ने होइन। हजुर पर्फेक्ट हुनुपर्छ, उहाँका हरेक विषयहरूलाई बुझ्नुपर्छ, तपाईँका कस्टमरका हरेक आवश्यकताहरूलाई हजुरले फिल गर्नुपर्छ, उहाँका समस्याहरूलाई तपाईँले बुझ्नुपर्छ। त्यसो भइसकेपछि अनि बल्ल उहाँलाई फिल हुन्छ कि तपाईँले उहाँलाई बुझ्नुहुन्छ भनेर, अनि उहाँलाई फिल भएपछि बल्ल उहाँले हजुरलाई के गर्नुहुन्छ, स्वीकार गर्नुहुन्छ हो कि। त्यो कारणले गर्दा जबसम्म मान्छेले आफूलाई बेच्न सक्दैन तबसम्म ऊ जीवनमा सफल हुन सक्दैन माइ डियर फ्रेन्ड होइन। त्यो भनेको जबसम्म तपाईँ अरूलाई राम्रो लाग्नुहुन्न नि, जबसम्म तपाईँका कस्टमर या XYZ जति पनि मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई जबसम्म तपाईँ ठिक लाग्नुहुन्न, तपाईँ राम्रो लाग्नुहुन्न तबसम्म उहाँले तपाईँको कुरा सुन्नुहुन्न। जब कुनै मान्छेले हजुरले भनेको कुरा नै सुन्नुहुन्न भनेपछि हजुरले बुझाउन खोजेको कुरा बुझ्नुहुन्न, त्यसो भएपछि हाम्रो काम चाहिँ हुँदैन होइन। त्यो कारणले गर्दा आफैलाई बेचिलिनु चाहिँ सेल्स हो होइन। अब के हुन्छ भने म एउटा रेस्टुरेन्टमा गएको थिएँ, सामान्य रेस्टुरेन्ट थियो। म त्यहाँ गइसकेपछि के भन्नुभयो भने यसो मलाई हेर्नुभयो, त्यहाँको वेटरले के खानुहुन्छ भन्नुभयो होइन। खानु त मलाई एउटा कफी थियो हो कि, मैले उहाँले के भने कफी खान्छु हजुर भने, ए बस्दै गर्नुहोस् भन्नुभयो होइन। उहाँको स्वभाव कस्तो थियो भने यो यतिकै मान्छेहरू आइहाल्छन्, यहाँ त कति मान्छे आउँछन् भन्ने खालको उहाँको स्वभाव थियो। अनि मैले हुन्छ हजुर भने बसेँ, कफी दिनुभयो, मैले खाएँ, पे गरेँ, गएँ। अब मलाई बताउनुहोस्, मलाई त्यो रेस्टुरेन्टमा फेरि जान मन लाग्छ होला? नो। अर्को एउटा रेस्टुरेन्टमा गएँ,
जाने बित्तिकै त्यहाँ गेटमा एकजना बस्नु भएको छ, सेक्युरिटी गार्ड बस्नु भएको छ, उहाँले सल्युट गर्नुहुन्छ होइन। वाउ, म त सामान्य मान्छे नि, मलाई कसैले सेल्युट गर्छ, नमस्ते गर्छ, खुसी लाग्छ नि, होइन र? हो कि होइन? त्यही भएर हजुरले हेर्नुभयो भने ठुलो ठुलो महँगो महँगो होटलहरूमा, रेस्टुरेन्टहरूमा, फ्याक्ट्रीहरूमा, इन्डस्ट्रिजहरूमा गेटमा चाहिने सेक्युरिटी राखिएका हुन्छन् होइन। ती सेक्युरिटी ती खराब मान्छेलाई भित्र आउन नदेऊ, राम्रो मान्छेलाई रेस्पेक्ट गरेर भित्र लिएर आउँ भन्नको लागि राखिएको हो र उनीहरूलाई यो विषय सम्बन्धी ट्रेनिङ दिन्छ होइन। ट्रेनिङ जीवनको यस्तो चिज हो, ट्रेन मान्छेले गर्ने कुरा व्यवहार र अनट्रेन मान्छेले गर्ने कुरा व्यवहार बिल्कुलै मिल्दैन, बिल्कुलै फरक हुन्छ। अब म जुन रेस्टुरेन्टमा गएँ, जुन चाहिँ नि मलाई रेस्पेक्ट गर्नुभएको थियो, त्यहाँभित्र जाँदा वेटरको बोली स्वभाव शैली फरक, हरेक कुराहरू डिफ्रेन्ट छ। उहाँ के भन्नुहुन्छ, म गएर उहाँको त्यसको त्यो बस्ने ठाउँमा बसेँ, उहाँ के भन्नुहुन्छ, सर हजुर एकछिन रेस्ट गर्न चाहनुहुन्छ भन्नुहुन्छ। हेर्नुहोस् त के भन्नु, उहाँले हजुर एकछिन रेस्ट गर्न चाहनुहुन्छ भन्नुहुन्छ। अब उहाँलाई मैले के भने ठिक छ, किनभने मलाई एकछिन आनन्दले बसौँ, एकछिन उसको सोफा पनि सजिलो थियो बस्नको लागि, अघिनको काठवाला थियो।